Guys, welcome back to our channel Raw Pause and Play. आज हामी गइरहेको छौँ एउटा नयाँ भिडियो रियाक्ट गर्न. Any guess? No guess, right? No guess. Just a random video. That's fucking Yabi the Goat new release. Boomerang. Yeah. सुरु गरौँ. मेरो साथमा हुनुहुन्छ म मनोज साहिल. ल यति भन्दै हामी अब गर्छौँ सुरु. सुरु है त. फुल पनि स्क्रिन गर्छ. कडक नेपाली रेकर्ड्स. विदाई कडक नेपाली है. We can just let it go. We can just let it go. Tuto मेरो मुटु तिमी त्यही थियौ. आँखा रातो सबै ब्लरेका सिकेको. मेरो चलिरहेको गाउँमा चल्यो पेट्रोल. म रोइरहेको मेरो आफ्नै बाइक देख्यो. पहिलाको टक्सिक थियो रे बोयफ्रेन्ड तिम्रो लाइफमा थिएन. लभ एन्ड केयर सबै एउटै हुन नबिर्स्यौ. आँखा खोलेर हेर चल नजिकको. मैले भन्न खोजेको कुरा किन बुझ्दैनौ. तिम्रो पास्ट रिलेसनसिप बिचमा लिएर हो. कहिले के तर पनि म तिमीसँग जहिले थिएँ. उसले बुझ्न सकेन कोही मेरो मुखमा. तिमीले पहिलो प्रेम साथी छिरे चाहिँ हुन्छ प्रेम. बिर्सिन खोज्छु म एभ्रिथिङ. कोको चार्जमा सब कुरा बिर्सिन्छु. बिहान फ्रेसमा जाला पेन लगाउँको तुलाई बाटुली कोला तरियाउलो. लगाउँको तुलाई बाटुली कोला तरियाउलो. मेरो मुटु तिमी त्यही थियो. आँखा रातो सबै ब्लरेका सिकेको. मेरो चलिरहेको गाउँमा चल्यो पेट्रोल. म रोइरहेको मेरो आफ्नै बाइक देख्यो. पहिलाको टक्सिक थियो रे बोयफ्रेन्ड तिम्रो लाइफमा थिएन. लभ एन्ड केयर सबै एउटै हुन नबिर्स्यौ. आँखा खोलेर हेर त नजिकको. मैले भन्न खोजेको कुरा किन बुझ्दैनौ. तिम्रो ल के होला त्यो सोफाले अब जहिले नयाँ दिन खोजिरहेको हुन्छ होइन. अब यो पनि जोस् हुन्छ नि. यसले के एउटा नयाँ ट्राई हो. अहिलेसम्म दामी छ. हुक पनि दामी छ. अब यसमा फेरि यो मान्छे कहाँको अरे? महेन्द्रनगर है. तर उसले चाहिँ आफ्नो लाइक हरेक रिलिजमा होइन आफ्नो उताको जोडे हुन्छ अरे. त्यही भन्न खोजेको आफ्नो रुट्सलाई चाहिँ सँगै लगायो. अलिकति चाहिँ उताको भाइ एड गरिदिन्छ अनि जस नयाँ ट्राई गरेर आउँछ. उसले उसको प्रायः जस्तो गीतमा चाहिँ हुन्छ क्या. त्यसले नै अलिकति इन्ट्रेस्टिङ बनाउँछ. रिप्रेजेन्ट नै त्यही गरेर हुन्छ नि त. यसले एभ्री टाइम त्यही भनिरहेको हुन्छ क्या. यसले एभ्री टाइम चाहिँ त्यही भनिरहेको हुन्छ. मैले चाहिँ उतै रिप्रेजेन्ट गर्ने भएको भएर चाहिँ त्यही हो. यो फेरि पछाडिको क्रिजन होइन. पहिलाको टक्सिक थियो रे बोयफ्रेन्ड तिम्रो लाइफमा थिएन. लभ एन्ड केयर सबै एउटै हुन नबिर्स्यौ. आँखा खोलेर हेर त नजिकको. उसले भन्न खोजेको कुरा किन बुझ्दैनौ. तिम्रो मैले भन्न खोजेको कुरा किन बुझ्दैनौ. किन हेर्नु पनि छ के भन्छ कविजी प्रोफेसर ट्रिक्स कि को हो त्यो अर्को होइन क्या हो. को छ समीर भिजन समीर सबै समीर छ त. बुमरेङ यस्तो हो क्या. यो चाहिँ अब एल्बममै आइरहेछ नि त यिनीहरूको बुमरेङ भनेर. सायद एउटा टाइटल सङ मात्रै हो. मैले यस्तो एउटा पोडकास्ट हामीले हेरेको थियौँ नि सँगै. त्यो उसकोमा सजन श्रेष्ठकोमा आएको होला होइन. अनि त्यही हो. त्यो अब अरू पनि आउनु बाँकी छ. अरू आर्टिस्टहरू पनि छन् क्या. कोल्याबहरू छ क्या यसमा. टन्न कोल्याबहरू छ.
यति रहेछ, सानो रहेछ, सानो रहेछ। सानो रहेछ तर मिठो रहेछ। मलाई चाहिँ हुक चाहिँ दामी मन पर्यो। त्यही हो। अब यसले भने जस्तै अस्ति मैले पोडकास्ट हेरेको थिएँ, यसले भने जस्तै अब त्यो नयाँ छ, अब यही हो। यसमा चाहिँ अलिकति त्यो ग्याङ्स्टर सेङ्स्टर यताउता त्यो धेरै त्यो भन्दा पनि लभ सङहरू छ, बढी छ यो एल्बममा। अलि मेलोडियस लभ सङ, अब अलि हार्ट ब्रोकन टाइपको त्यस्तो टाइपकोहरू छ भनेर चाहिँ दामी हुनेवाला छ। जस यस्तो यो हेरेर चाहिँ अब कोल्याब भयो भने दामी हुनेवाला छ। ठिक छ, इङ्गेजिङ छ, इङ्गेजिङ पनि छ, हुक पनि राम्रो लाग्यो। अनि अनि अलिकति उताको भाइब छ होइन छ, होइन। ठिक छ। त्यही हो, हामीले अब जहिले नयाँ ट्राई गरेर हुन्छ, यो पनि त्यो मध्येको एउटा नयाँ हो। अब दामी छ जस अहिलेसम्मको, योभन्दा पहिलादेखि हेर्दै आउँदा अहिलेसम्मको दामी नै छ यो पनि होइन। ल यति भन्दै धेरै साथ सपोर्ट दिँदै यबीलाई स्पेसली हामी यो भिडियोलाई यही टुङ्गाउन चाहन्छौँ होइन त। ल यस्तै भिडियो अझै हेर्नको ल्याउँदै लागि गर्नु, बब्बाले ल्याउनु होइन। पश्चिम सुदूरपश्चिम ठाउँमा त छ कि, तर फैलाउनु पर्यो त्यसलाई होइन, यहाँ हो भनेर होइन। होइन त। ठिकै हो। ल धेरै माया र सपोर्टको साथ सब्सक्राइब गर्न नबिर्सिनु होला, लाइक कमेन्ट सेयर एभ्रिथिङ है त। थ्याङ्क यू।